Hi everyone and good morning and welcome back to my channel. आज चाहिँ पुसको 29 गते माघको घर लिप्ने दिन हो आज हाम्रो चाहिँ यहाँ। अनि आज चाहिँ हामीले सबै घरहरू लिप्छौँ के यहाँ। मेरो पनि यहाँ घरहरू पुरै लथालिङ्ग यस्तो यताउता के भएको छ। अनि आज चाहिँ म बिहान बिहान उठेको छु। बिहान त्यति साह्रो के हो र उठ्छु भनेको उज्यालै हुँदै हुँदैन अनि त्यही भएर नउठेको। त्यति साह्रो छैन, यस्तो यस्तै उस्किरहेको क्या हाम्रो घर चाहिँ। अस्ति दिदीले लिप्ने बेला गोबरले नलिपिकन रातो माटो लिपिदिनु भयो रहेछ क्या, त्यही भएर यस्तरी उस्किरह। त्यही हो होइन। अब आज चाहिँ यहाँ यस्तो काम हुन्छ, डिसभरि सकिँदैन न। अनि खासमा अघि नै उठ्छु भने कस्तो उज्यालै हुँदै नहुने कि यो झ्याउ लाग्ने 6:30 हुँदा पनि चाहिँ यतातिर हाम्रो अन्तीहरूको ठुलो बुवाहरूको घर छ। यता माथि जुन पनि हौ जम्मै यस्तरी उस्के हो क्या, के भएको कुन्नी यस्तो। म चाहिँ यहाँ अब कमेरो भिजाउँछु अलिकति, त्यति साह्रो छैन, त्यो मिलाउँदाखेरि अलिकति चाहिन्छ भनेर कि मासतिर। त्यति धेरै त पर्दैन होला। यति नै भिजाइदिन्छु, अहिले फेरि चाहियो भने म लिन आउँछु। गोबर र माटो यसमै भिजाउनु पर्यो कि। अस्ति नै मैले दिदीले अस्ति नस्तो त्यस्तो अरी छ सबै चाहिँ। अब सायद यस्तो भिडियो गराउने अनि फेरि लिप्ने त्यस्तो के गर्दा चाहिँ मलाई टाइम ओभरै लाग्छ जस्तो लागिरह। अनि चाहिँ यस्तो छ यहाँको मेरो घर चाहिँ हालत चाहिँ। अनि मैले चाहिँ अब सबै लिप्छु अनि भित्रको पनि मैले सबै लिप्छु। अनि त्यसपछि म तपाईँहरूलाई लास्टको कस्तो गराउँछु म देखाउने छु। आजको मेरो काम चाहिँ अझ यहाँ के छ क्या, यहाँ रोटीहरू पकाउनु छ अनि तिनीहरू पनि गराउँछु मैले। अब यस्तै कन्टिन्यू भिडियो गराइराख्यो भने त मलाई नै टाइम लस हुन्छ क्या। अनि त्यही भएर अब भटाभट काम गरिहाल्छु। यस्तो भिडियो गराउने फेरि काम गर्ने गऱ्यो भने त झ्याउ हुन्छ। म चाहिँ यस्तो भएको कि बिहान बिहान यस्तो चाँडो बुटोलको भन्दा त छैन है कसम, म अनेस्टली भन्छु यार। बुटोलमा त हो दिउँसभरि नै तातिन्न क्या। यहाँ अलिकति दुध छ कि मैले खानु पर्यो। यहाँ मेरो हालत चाहिँ यस्तो भएको छ कि अझै लिपेर सकेको छैन। त्यही हो, म चाहिँ लिपेको भिडियो पनि गराएन। अब भिडियो गराउँदै लिप्दै के गरेँ भने चाहिँ अब टाइम लस हुने भयो क्या। अनि त्यही भएर चाहिँ गराइनँ मैले चाहिँ। अब कि त गराइदिने मान्छे भइस त हुन्थ्यो, अब गराउनु हुन्थ्यो कि कोही पनि थिएन। दिदी पनि बिहानै गइसक्यो, बहिनी चाहिँ हिजो उही माथि नै बसेको थियो। अनि त्यही भएर चाहिँ गराएन। लिप्ने बाँकी नै छ होइन। अहिले लिपिसकेपछि चाहिँ कस्तो हुन्छ म देखाउँछु। यहाँ पुरै हात काटेर यहाँ पुरै दुखेर हात कस्तो भइसकेको छ क्या मेरो चाहिँ। शरीरहरू पनि नुहाउनु छ। अब एकैछिन सक्छु अनि त्यसपछि चाहिँ मैले देखाउने छु है त। यो चाहिँ हाम्रो रुम हो होइन, तर मैले यो चुरा चाहिँ योपालि लिएर जान्छु कि तल। खालि किनिराख्नु पर्छ तर सबै पुरानो भइसकेको छ यार। अनि यता हाम्रो चाहिँ बल खेलेको उसहरू के मेडलहरू यति छ, अति धेरै छ। अझ तल्लोको रुममा छ। यो बेडमा चाहिँ म एक्लै हो कि सुत्ने। दिदी चाहिँ मान्नुहुन्न मसँग सुत्न। मैले पिच्चु गरेँ कि यताबाट मैले अलिअलि छोएँ, मान्छेहरूले छोयो भने पनि पिट्ने बानी छ कि मेरो होइन। अनि त्यही भएर दिदी चाहिँ यहाँ भुइँमा सुत्नुहुन्छ, मलाई चाहिँ माथि सुताउनु भयो।
म गएपछि चाहिँ यहाँ सुत्नुहुन्छ दिदी। यो चाहिँ मैले लिएर जान्छु अब। अहिलेबाट त सताउँदै बस्ने हो कि पछि जाने बेला त के हो केही थाहा हुन्न। मैले चाहिँ सबै लिपेर सकेँ। यता भाँडाहरू खटाछु, कपडा धुने त्यस्तै छ होइन। अनि यतातिर अनि यस्तो छ हाम्रो घर चाहिँ। यहाँ चाहिँ खाना पकाउँछौँ तर मैले चाहिँ यस्तो चिसो चिसो हुन्छ त्यही भएर आगो सल्काएर बस्दैछु। यता चाहिँ हामीले खाना पकाउँछौँ यो रुममा चाहिँ। यस्तरी चाहिँ लिपेको आज मैले चाहिँ। तर यस्तो झ्याउको बल बल सक्यो यार कसम। छि आन्टीको कुखुराले जम्मा मैले चामल भिजाएर सुकाएको थिएँ सबै सकाइदियो त। उठ्जा योलाई त हेर्दैनस् कस्तो सबै सकाइदियो त यिनीहरू त। म त आज झन् थोरै बनाएको थिएँ झन् सबै सकाइदियो भाइ यिनीहरूले त। यस्तरी चाहिँ सबै लिपेँ मैले चाहिँ। यतातिर नै यस्तो भयो कि बिग्रेको क्या सबै। जाउँ छ बारीमा चाहिँ। तर कस्तो काम पनि भ्याउँदैन। बिहानैबाट गर्न सुरु गरेको बल्ल बल्ल सकेछ। अनि त्यहाँ अलिकति भाँडाहरू मोल्नु छ, कपडा धुनु छ अझै। रोटी कहिले बनाउने हो। हावा झ्याउ दिमाग खराब भइसक्यो अब त। यो रुम चाहिँ होइन ए सबै यता के सबै दिदीले बत्ती बाल्ने कता छ कुन्नी यार मलाई थाहा पनि छैन हौ। यसको कपडा यति सानो बाबुको ब्यागहरू। बत्ती चाहिँ कहाँनिर हौ यहाँ बाल्ने यार मलाई थाहा भएन हौ के हो र यो नि बोल्दैन। अनि यहाँ चाहिँ यसरी यो चाहिँ खासमा मेरो होइन। यो भाइले चाहिँ यहाँ तल्ल राखेर ल्याएको कि तल्ल लिइदिएको छ। यो चाहिँ भाइको हो। अब चाहिँ मैले ढोका थुन्छु। अब साँझ पर्न लागिसक्यो। त्यो कपडा लुङ्गी नि कति फेर्नु र एउटा लुङ्गी फेरि अर्को यस्तो हुन्छ। ए भगवान् यिनीहरू त यो कसले बल्ल खाइस् दिमाग खराब यार। मा चाहिँ रट परिसक्यो हौ यता त। योमा चाहिँ हाम्रो खासै त्यो पाहुनाहरू मात्र आउँदा मात्रै हो गर्ने चाहिँ बाल्ने भनेको चाहिँ। अनि आज चाहिँ लिपेको सामानहरू यो जर्टिनमा चाहिँ रक्सी हो खासमा होइन। मैले यो पिस्ने भनेर गराएको हेर्नु त कुखुराले खाइदिएर दिमाग खराब। अब चाहिँ पिस्छु मैले झाँदोमा सबै उस गरिसकेछ। अब त यहाँ रात पनि परिसक्यो होइन। अब चाहिँ मैले चाहिँ यो पिस्छु कति थोरै खन अरू मिक्स गरिदिने हो। मैले चाहिँ अब साँझमा अब भिडियो गराउन पाउँदैन के अरे झ्याउ हुन्छ कि रोटीहरू बनाएको मैले भिडियो गराउँछु भनेको थिएँ। अब नमिल्ने भयो के र यो चाहिँ के भन्छ अरे यो के को छाला हो कि यो त्यो घोरल हो कि के को छाला हो भने यो चाहिँ हाम्रो ए बा च्यात्ते हैछ भाइ। तर म यतातिर बिछाएर चाहिँ अब पिस्छु। के साह्रो भएको र यो भगवान्। ए अब यो पिसेर चाहिँ यता चाहिँ उज्यालो दिएर अनि
अब चाहिँ यो पिस्छौँ अनि रोटी दिदी बनाउनुहुन्छ र रोटीहरू बनाउँछौँ। त्यो म चाहिँ अब भोलि माघे सङ्क्रान्तिको कन्टिन्यू भ्लग गराउँछु। सबैजनाले हेरिदिनु होला। मैले चाहिँ बिहानै उठेर रोटी बनाएर सकेँ। अनि यो चाहिँ हिजो साँझ बनाएको थियौँ। यो वाला चाहिँ यिनीहरू चाहिँ यो र यो चाहिँ मैले उठेर गराएको। हाम्रो दिदी चाहिँ बुङ्गुरको मासु काट्दै हुनुहुन्छ। बुङ्गुरको मासु जस्तो नभएको कि यो मासु। अब यो चाहिँ माथि घर लैजाने हामीले कोही यहाँ राख्छौँ, कोही चाहिँ माथि लान्छौँ। यो नौमाल त लास्ट त मासु पकाउँछु भन्छ अनि फेरि त्यसपछि त यो पापड पो बनाउँछ मासु बनाउने भन्यो त तयार बनाएको थियो। त्यहाँ प्याजहरू टमाटर काटेर लास्टमा फेरि पापड बनाउँदो रहेछ। हाँसो लाग्ने मजा म यहाँ टुलु कुटुलु हेर्ने हो, खाने हो, गम कि गम हाल्न लाग्नु भएको छ। एउटा राजा त्यहीँ टन टन कामेरा छ, बिजोग छ। गठो गठो गठ गठ टाकाएर नार गजे उयो गज्लो जीवन गपायो कहिले खै पनि यो रहेछ त दुईटा यसले त काम आदि बनाएर बनाउनु पर्छ त। खै पनि मलाई खान छिटो छिटो मासु पकाएर खान्छु भनेको त लास्टमा त के पो रोटी पो बनाउँछ फेरि गाह्रो छ। खै झन् डल्ला डल्ला पर्छ त्यहीँ जाऊ के भएर त्यो तेरो उल्यो कति चिम्टा के बनाएको यस्तो यस्तो आज उतापट्टि हिजो उस के अरे चामल पिस्ने बेला नि त्यो उस देखेर हाँसेर धन मोरे खै के बनान्छ जस्तो अनि के गर्ने। म चाहिँ क्यामराम्यान परेँ, उता चाहिँ रोटी हाल्नेमा परेँ। रोटी त होइन भयो पापड के खै पनि के बनाउँछन् के बनाउँछन्। म त टुवा पर्ने हो, हेर्ने हो, खाने हो, त्यो जान्छु अरू के पनि जान्दैन। यहाँ चाहिँ मासु पाक्दैछ। बदरेर सके तो धुवाया छ्या गाडी ननि जलमल घाम आइसक्यो। हामी के गर्दा गर्दा ढिला भइसक्यो कि अब चाहिँ हामी जान्छौँ दिदी र अब खै आइयो ननिन गनी हामी चाहिँ अब हिँड्न लागेको छौँ दिदी र मैले। अनि ओइ यो कस्तो बढ्दो भइसकेको छ कि हाम्रो आन्टीको कुकुर। हामीले चाहिँ ब्रे दिए सुन पाजी नाइ गपाजी कि आन्टीको छोरीहरू छन् कि त्यहाँ। अनि तिनीहरूलाई रोटी दिने भनेर चाहिँ अनि दिदी चाहिँ रोटी लिन जानुभयो। मैले अघि नै सम्झेको थिएँ अनि फेरि पाजेन। भर्खर घाम पसेको छ गाउँमा चाहिँ। कता पो जानुभयो त्यहाँ माथिको खाल्टोमा पुग्ने पो क्या। हामी त यता ठ्याक्कै यता साइडमा यति टाढा झ्याउलाउने। मेरो त कस्तो ओठ फुटे हो कस्तो चाहिँ लगाइरहेको मलाई ल है। अब म चाहिँ हामी चाहिँ दनादन जान्छौँ दिदीसँग।
अनि वहाँ माथि पुगेर चाहिँ त्यहाँ त यस्तो हरि के काम हुन्छ कि आज झन् ठ्याक्कै त्यहाँ डाला फुकाएको सायद डाला पनि बोक्न जाने होला त्यस्तै लागेको छ मलाई चाहिँ अनि त्यहाँ गएर चाहिँ हामीले चाहिँ बुङ्गुरको मासु यतैबाट लिएर पकाएर गइरहौँ अनि उहाँ खै आमाले हिजो अस्तिको दिन भैँसीको मासु लिन जान्छु भन्दैन थियो जानुभएको थियो फेरि अनि फेरि त्यो गएर त्यहाँ खाना पकाउनु छ अनि चाहिँ हामी खान्छौँ के भनेको अनि चाहिँ हामी खान्छौँ गरेर अनि त्यही हो बाई बाई म चाहिँ सिधै माथिको घरमा पुगेर भिडियो गराउँछु ल यहाँ चाहिँ हामीलाई आन्टीले मिसरा ल्याइदिनु भएको छ यो चामल चाहिँ हामीले मात्रै खाने कि अरूले खान मिल्दैन गरे दिदी युज यहाँ यहाँ ल्याइदिनु भएको फुल्यो बाबु खुल्यो ये जमा जंगरियानी लिएर यहाँ यो के चले सोमरे जंगरियानी सोमरे मागाङ नभरि मकैया सोमरे मकैया हाम्रो बुवा फुलबा हाम्रो बाबा हो मोलुरु बी गार्दा सस्तोटा यो मारुति सबको सब भित्रेर फेरि निकाले खाइदिन्छ बिराले खाइदिन्छ जहिले पनि अरू छिटो फेरि नानानी खेती फिजे के पैसा हुन्छ नि यम जादै जो उत्तर अनि फिजे गर रोल कारला पैसा जागो सराप्ती जंगी अब उया नि मारा जय आ प्योरो जानिया के सराप्ती जंगी अझ गजे ये जंगी सराप्ती नमस्यौ या के खाइ आमा जार बनाउन लाग्नु भयो के पनि गराउनै नजान्ने के नजाने हो म त डबी छ भनेको डर यतिकै त अबि गरे लास्टमा त हाम्रो आमाले चाहिँ भात एकछिनमा खानुहुन्छ गरे हामी चाहिँ भात खान लाग्यो थियौँ त्यो बुङ्गुरको मासु चाहिँ भित्र लिन नि पाइन्न यहाँ त गाह्रो छ रक्सी छक्काङ नखाँदासम्म चाहिँ भात रुच्दैन यतातिर चाहिँ फेरि हाई हाई उठुल भएपछि नहुर्यौ खाएर सकेँ भन अनि भानासाना पनि मोलेर सकेँ मैले चाहिँ हाम्रो आमा अनि एउटा दाडिङको दाइले चाहिँ पोलेर आउनु खै राख्नु होइन नम्न्यौ आमा नौ हामी चाहिँ जुजुमा आमा चाहिँ हाम्रो माथिको घर हो कि तर यस्तो छ यतातिर यस्तो ठुलो घर पनि होइन कि तर हाम्रो जग्गाहरू यहाँ छ त्यही भएर आमा र बुवा चाहिँ यहीँ बस्नुहुन्छ मेरो गाउँ चाहिँ यस्तै छ होइन यहाँको वातावरण यस्तै छ मैले चाहिँ जे छ त्यही देखाएको छु अनि यो भ्लग चाहिँ यही इन गरिदिन्छु है त।